हेलो गाइज, अहिले म यस्तो ठाउँमा आएको छु कि हजारौँ वर्ष पहिला हाम्रो भगवान गौतम बुद्ध भगवान यस ठाउँमा आएर तपस्या गर्नुभएको रहेछ हैन। यो लास्टै दुर्गम एरिया हो, तर हो त नेपाल है। फेरि अब धेरै नबोल्दै तपाईँहरूको समय नखाँदै म देखाउन गइरहेछु लाइभ। र अचम्मको कुरा यो छ कि हात्तीहरू हुनुहुन्छ नि, हात्तीको ग्याङ बुद्ध भगवानले तपस्या गर्दाखेरि उहाँको सुरक्षाको लागि हो कि अथवा के हो, छेउछाउमा आएर बस्नुहुन्थ्यो अरे हैन। भगवान त भगवान हो। सो आई एम गोइङ टु सो यु लाइभ। रुखहरूबाट मात्रै थाहा हुन्छ कि कस्तो ठाउँ हो यो भनेर। अब यही रुख हेर्नुहोस्, कति साल पुरानो होला, लगभग हाम्रो शीतलनगरको पाकडीको रुख जस्तो छ। र हात्तीज्यूहरूलाई हेर्नुहोस्, यो प्राचीन कालदेखि यसरी भएको ठाउँलाई चाहिँ सेभ गरिदिनु भएको छ। यहाँ होर्डिङ बोर्डमा पनि केही लेखेको छ। तपाईँहरूलाई म धेरै समय नखाँदै होर्डिङ बोर्डको पनि यति म देखाउन चाहन्छु। यी प्राचीन स्मारकलाई नष्ट गरे, भत्काए, हटाए, परिवर्तन गरे, अनधिकृत भन्ने चाहिँ नष्ट नगरौँ भन्न खोजेको होइन, संरक्षण गरौँ। अब बुद्ध भगवान यहाँ आएर तपस्या गर्दाखेरि त म त लगभग 100 चोटि होइन, अब 200-300 चोटि म जन्म लिए होला। तर प्राचीन सम्पदाको एउटा मैले इतिहास देख्न पाएँ भगवान गौतम बुद्धज्यूको, मलाई बहुत खुसी लाग्छ। त्यसकारण तपाईँहरूलाई जस्ताको त्यस्तै देखाउन गइरहेको छु। सम्पूर्ण भगवानलाई समान व्यवहार नमन गर्छु, समान शिर झुकाउँछु, तर गुरु चाहिँ म गौतम बुद्ध भगवानको। सो तपाईँहरूको लागि एक झलक 2082 साल जाडोको एउटा प्राचीन सम्पदाको खोजी भेटाएको हुनाले हजुरहरूको लागि बाई बाई।